युकेमै बस्ने कि नेपाल ब्याक जाने नेपाल ब्याक नजाने भनेर युके आएको त होइन तर it's time for us to have serious discussion. I am heading out on a date with Sega, of course. अनि धेरै कुरा छ दिमागमा हैन आज बसेर मजाले क्लियरली बसेर डिस्कस गर्नु पर्यो भनेर हामी बाहिर जाँदैछौँ सो म रेडी भएँ अहिले चाहिँ म लिप टिन्ट लगाउँछु ल सो आई हेभ माई मिरर हियर अनि मलाई चाहिँ लिप टिन्ट मैले कहिले पनि ट्राई गरेको छैन है र हाम्रो लिप टिन्ट एज अ लिप लाइनर पनि ट्राई गर्न मन थियो सो द्याट्स व्हाट आइम डुइङ ओके नट ब्याड एज अ लिप लाइनर पनि युज गर्न मिल्यो है यो चाहिँ बेयरली न्युड है बेयरली न्युड लगाउँछु युजुअली मैले थोरै लगाएर फिङ्गरले ब्लेन्ड गर्छु तर आज चाहिँ मैले पक्कै लगाएको छु है यो चाहिँ म टिस्युले वाइप गर्छु यो सबै टिन्टको रेसिपी चाहिँ सबै मजाले यसरी वाइप गर्छु अनि यस्तो देखियो अब चाहिँ ट्रान्सफर हुँदैन वाइप गर्न चाहिँ पर्छ है सो हाम्रो लास्टिङ डु इट थिनको प्याकेजिङ हामीले यस्तो बनाएको छौँ डिफ्रेन्ट वान सेम हो यहाँ चाहिँ सेम हो है तर यहाँ चाहिँ वी एडेड आवर क्लियर ग्लस सो हाम्रो क्लियर ग्लस चाहिँ इज एक्ज्याक्टली द सेम वान एज आवर लिप ट्रिटमेन्ट सो हाम्रो पहिला लिप ट्रिटमेन्ट अर पेप्टाइड ग्लस बाम भनेर क्लियरमा थियो जुन चाहिँ भेरी हाइड्रेटिङ प्रोटेक्टिङ यर लिप्स विथ एसपिएफ 15 अनि जस्ट all the beautiful things that should have in a lip balm and also gives you shine. So यो चाहिँ यहाँ छ तर मेरो यो चाहिँ स्याम्पल मात्र थियो so it's not a full product. यसमा चाहिँ यो भरेको हुन्छ है. So I'm gonna use a clear protecting gloss on top of the tint. It gives you a beautiful high shine glossy look. And best part, no transfer. This is what it looks like. Nice. Okay, so this is my makeup completed. Oh, I love my lips. Oh, I am obsessed with my lips. Okay, Sega is waiting for me already. What's a video on the Okay, so we're in the car now, and my leg. Barely nude and hot cocoa use gareko. Hot cocoa. I tried to use a hot cocoa as a lip liner and barely nude all over. And then our peptide gloss balm clear. Okay, so we are going to our nearest cafe and we're gonna have some nice coffee. It's quite cold, but त्यति साह्रो चिसो चाहिँ छैन. Okay, so we are here now. This is what it looks like. That's next home Costa Coffee SSR and then all the parking space here. So nice. Square. Yeah. So home ma चाहिँ छ यता यो Bath and Body Works भन्ने नै छ यहाँ यता चाहिँ बच्चाहरूको छ ठुलो मान्छेको सबै छ and there's Victoria's Secret पनि छ. Now we're gonna go up. Oh look, I think I wanna try this. That's Dubai style pistachio tiffin. Simba Pakistan one. Thank you. Here you go, madam. Simba, here you go, sir. I am having matcha latte. Dubai style pistachio cake. Thank you. Do you wanna try this? You're not gonna do. दुबईको त्यो चक्लेट फ्लेभर. Okay. यससँग म्याच भयो. It's good. Almost the same.
सो आजको मेरो आउटफिट चाहिँ यस्तो छ सो भित्र चाहिँ आइम वेयरिङ लाइक अ लङ स्लिभ्स lace top and I'm wearing a silk long के भन्छ dress and then it's the half type coat and then my bag and my boots and that's my hair. I'm loving my hair color. मेरो देखा न Okay. मेरो आउटफिट चाहिँ अब गुन्डाको वालेट स्पेक्ट्रोस्कोपको वालेट Hello. अनि यहाँभित्र चाहिँ क्यासहरू छ यसरी राख्न मिल्छ होइन अनि अल्सो एम वेयरिङ गुन्डाको ब्रेसलेट यहाँ चाहिँ ल। जिडिपा लेखेको छ है गुन्डा यता यता चाहिँ जिडिपा अनि कोइन्सिडेन्ट आज नेक्स्टमा छौँ हामी दिस इज नेक्स्ट Oh. भित्र पनि नेक्स्ट Oh. यो चाहिँ नेपालमा किनेको Okay. तर चाहिँ योसँग म्याच भएको गुच्चीको जुत्ता Okay. अनि मोजा चाहिँ अस्ति मोजा। प्राइसमा किनेको Moza. underwear Underwear चाहिँ पनि नभनौँ है यो अन्डरकै बात हो ओके सो धेरै कुरा भयो अनि अहिले चाहिँ म घरमा छु मेरो मेकअप यस्तो देखिरहेको छ मेरो लिप्स यस्तो देखिरहेको छ एनिवे अब चाहिँ म तपाईँहरूलाई नेपालको बारेमा हाम्रो बिजनेसको डिसिजन्सको बारेमा चाहिँ यो भिडियोमा अब चाहिँ म भन्न चाहन्छु है सो कहाँबाट सुरु गरौँ आज चाहिँ हामी किन गएको भन्दा हामीले युजली गरिरहेको हुन्छ फ्यु टाइम्स चाहे हामी नेपालमा होस् चाहे युकेमा होस् जुनै देशमा हुँदा नि हाम्रो चाहिँ यस्तो डिस्कसन चाहिँ हुन्छ जुन चाहिँ मोस्टली बिजनेसको लागि हुन्छ या त समटाइम्स केही पर्सनल केही हुन्छ नि रिलेसनसिप इस्युजहरू हुन्छ नि केही कुरा छ भने चाहिँ हामी यसरी बाहिर गएर कुरा गर्न ट्राई गर्छौँ त्यो गऱ्यो भने धेरै कुराहरू सल्भ हुन्छ जसरी हामी कम्पनीमा बिजनेसमा मिटिङ्सहरू हुन्छ नि त्यसरी हाम्रो रिलेसनसिपमा पनि मिटिङहरू हुनुपर्दो रहेछ त्यो चाहिँ हामीले बिस्तारै बुझेर ओके समथिङ्स नट गोइङ राइट हामी कुरा गर्नुपर्छ भन्यो टक्क बाहिर गयो कुरा गऱ्यो सो त्यही गरेको थियो आज चाहिँ तर आज चाहिँ मोस्टली बिजनेसको कुरा हाम्रो डिसिजनको कुरा नेपालबाट हामी फर्केको चाहिँ होइन यहाँ चाहिँ फ्यामिलीलाई भेट्न फ्यामिलीसँग टाइम स्पेन्ड गर्न आएको चाहिँ हो तर साथसाथै मेरो लागि स्पेसली मेरो लागि चाहिँ केही नयाँ कुरा म खोज्दैछु नयाँ एज इन बिजनेसमा नयाँ होइन कि मैले अझै म अगाडि बढ्नको लागि मेरो माइन्डसेट अझै अगाडि बढाउनको लागि मेरो ग्रोथको लागि चाहिँ म जहिले सोचिरहेको हुन्छु कि अनि I was looking for answers, basically. English ma bhannu parda चाहिँ basically I was looking for answers. I wanted growth. I wanted to do things that would push me towards growth. So that is one of the reason why we made a move to come to UK. अनि यहाँ आएर चाहिँ मलाई रमाइलो फिल भएको छ फ्यामिलीसँग टाइम स्पेन्ड गर्न पाउँदा एकदम द्याट्स वाट माई हार्ट निड्स मेरो मनलाई मेरो माइन्डलाई चाहिँ फ्यामिलीको क्लोजनेस चाहिएर पनि त्यो चाहिँ पाएको छु यहाँ युकेमा आएपछि स्पेसली मेरो बहिनीहरूसँग भेटेर होइन अनि एकदमै मनलाई खुसी मिलेको छ भनौँ न अब आयो बिजनेसको कुरा नेपालमा हामीले जे गर्नुपर्ने हामीले गरिसक्यौँ एज इन सेटल गर्नको लागि हामीले मेन कुरा नेपालमा गएर हामीले टिम सेटअप गऱ्यौँ टिम्सलाई ट्रेनिङ दियौँ एउटा प्रपर सिस्टम बनायौँ अब त्यहाँ कोही रिप्लेस हुनुहुन्छ भने पनि हामीले गएर ट्रेनिङ दिनुपर्ने छैन त्यहाँ अलरेडी ट्रेनिङ भइसकेको मान्छेहरू हुनुहुन्छ उहाँहरू यदि लिभ गर्नुभयो भने पनि उहाँले नै अर्को नयाँ मान्छे जुन आउनुहुन्छ उहाँको रिप्लेसमेन्टमा त्यो नयाँ मान्छेलाई चाहिँ हायर गर्दा पनि उहाँहरूले नयाँ मान्छेले चाहिँ आफ्नो काम गर्न सक्नुहुन्छ कि हुँदैन त्योहरू हेरेर बल्ल हायर गर्नुहुन्छ र आफ्नो काम चाहिँ सिकाएर बल्ल जानुहुन्छ त्यो भनेपछि हामीले चाहिँ
त्यो बारेमा वरी गर्नु परेन सो अनि मेरो पार्ट चाहिँ मेरो कम्पनीमा के थियो भन्दा अफकोर्स मैले आफै पनि मेरो प्रडक्ट्सहरूको यसरी प्रचार गर्नुपर्छ अनलाइन मेरो सोसियल मिडिया भिडियोजहरू मार्फत मैले प्रचार गर्नुपर्छ र मेरो टिमलाई पनि मैले चाहिँ मोस्टली क्रिएटिभ पार्ट ह्यान्डल गर्छु मार्केटिङ एन्ड क्रिएटिभ पार्ट सो क्रिएटिभ पार्टमा पनि धेरै कुरा हुन्छ त्यसमा चाहिँ मैले मोस्टली ब्रान्डिङमा फोकस गर्छु र मैले युकेआइसी चाहिँ मैले के रियलाइज गरेँ भने म युकेमा बसेर पनि मैले मेरो क्रिएटिभ टिमलाई लिड गर्दै जान सक्छु अनि राम्रो भइरहेको छ टचवुड है अब कोही रिप्लेस हुनु पर्यो भने चाहिँ फेरि आई हेभ टु पे अ लिटल बिट अटेन्सन तर जुन हामीले सिस्टम क्रिएट गरेको छौँ त्यसले राम्रैसँग चल्छ एन्ड यो कुरा भन्दा नि मलाई एकदम प्राउड पनि फिल भएको छ द्याट हामीले अहिलेसम्म आएर यो जुनै पनि कामहरू गऱ्यौँ नेपालमा हुन्छ कि बाहिर हुन्छ कि सुरुवातदेखि गरेको कामहरू हुन्छ नि अहिले चाहिँ एकदमै वर्थ इट भइरहेको छ फिल भएको छ मलाई सो नेपालमा जानै पर्छ भन्ने चाहिँ छैन तर मनमा चाहिँ नेपालमा जाँदा चाहिँ रमाइलो हुन्छ खुसी फिल हुन्छ त्यो चाहिँ छ है सो अब फर्किने कि नफर्किने नेपाल फर्किन पनि म भनेको छैन होइन भन्दिनँ पनि तर मेबी अहिले हामी यहाँ 2 महिना हुन लागिसक्यो होइन युके आएको हामी चाहिँ फर्किने नै प्लान थियो फर्किने हो पनि तर मलाई केही समय चाहिँ मलाई युकेमै बसौँ कि जस्तो पनि फिल भएछ कि म सोच्दैछु हामी एउटा डिसिजनमा चाहिँ पुग्यौँ तर त्यो डिसिजन चाहिँ तपाईँहरूलाई गरिसकेपछि चाहिँ म भन्छु है किनकि अब गर्ने कि नगर्ने त्योमा नि छ हल्का त तर मोस्ट प्रोबेबली गर्छौँ होला त्यो कुरा तर म भएपछि मात्र भन्छु मेबी सुरुवात भएपछि चाहिँ भन्छु है सो कहाँबाट सुरु गरौँ सो आजको लागि चाहिँ नि यति नै हो होइन नेक्स्ट भ्लगमा चाहिँ तपाईँहरू होइन गरिराख्नु भएको छ के चाहेको छ मलाई थाहा छ है नेपालमा गएर 2 वर्ष नै बस्यौँ क्या हामी मेबी 2 वर्षभन्दा अलिकति बढी सो यो 2 वर्षमा चाहिँ मैले के लर्न गरेँ नेपालमा बिजनेस गर्न सजिलो छ कि छैन नेपालमा बिजनेस गर्नु ठिक छ कि छैन यो बारेमा चाहिँ म अर्को भ्लगमा तपाईँहरूलाई धेरै टिप्सहरू दिनेछु धेरै कुराहरू सेयर गर्नेछु सो इन्ट्रेस्टेड हुनुहुन्छ भने हेर्दै गर्नुहोला मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला सब्सक्राइब गर्नुभएको छैन भने अनि फर्स्ट टाइम हेर्नुभएको छ भने हेलो फेरि पनि मेरो नाम दिपा गुरुङ आई एम अ युट्युब कन्टेन्ट क्रिएटर पहिलादेखि one of the very first YouTube content like YouTube beauty content creator अनि आफ्नै ब्रान्ड खोले परे कस्मेटिक्स भन्ने 2019 मा अनि यो प्ले बटन मेरो चाहिँ होइन है सेगाको हो माई पार्टनर सो दिस इज सेगास 1 million को हो यो चाहिँ 100,000 को हो आई वाज वान अफ द भेरी फर्स्ट पिपल टु हेभ 100,000 सब्सक्राइबर अनि प्ले बटन पनि पाएको थिएँ द भेरी फर्स्ट प्ले बटन 100,000 को अनि अहिले चाहिँ 500,000 कति छ होइन आइ एम ह्याप्पी विथ द भ्युज एन्ड अडियन्सेस द्याट आई हेभ नाउ इट्स भेरी निस मार्केट अनि द्याट्स वाट म्याटर्स मोस्ट देन जस्ट एटेन्सन है आई नेभर फोकस्ड अन एटेन्सन इकोनोमी एन्ड आई डोन्ट थिङ्क आई विल आई एम ह्याप्पी डुइङ म जस्तो छु म त्यस्तै देखाउनमै म ह्याप्पी छु मेरो भ्लग्सहरूमा मेरो कन्टेन्ट्सहरूमा होइन मलाई चाहिँ त्यो भाइरल हुने भनेर एटेन्सन धेरै पाउने भनेर जे पाते गर्न नि मन लाग्दैन अनि मेरो मेन इन्टेन्सन धेरै कन्टेन्ट क्रिएटर टाइपको भन्दा नि मेरो बिजनेसको स्टोरीहरू मेरो जर्नी डकुमेन्ट गर्न मलाई रमाइलो लाग्छ अनि मोस्टली बिजनेसमा फोकस गर्न मन लाग्छ त्यही भएर या यस्तो यस्तो कन्टेन्ट आउँदैछ यदि तपाईँहरूलाई मन पऱ्यो भने डु लेट मी नो ओके सो आजको लागि चाहिँ यति नै हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग मेरो डेली स्टोरीहरू हल्का पोस्ट गरिरहेको हुन्छु इन्स्टाग्राममा फलो गर्नुहोला टिकटक्समा हल्का डान्स पनि गरिरहेको छु है ओ माई गड
आई एम ट्राइङ टु लर्न डान्स म डान्स गर्ने मान्छे त होइन त्यस्तो हुन्छ नि चलपल गरेको मान्छे नि होइन है पहिला क्लब्सहरू त्यस्तोहरू नि धेरै गएन होइन एक दुईचोटि गयो पछि चाहिँ गएँ ठुलो भएपछि चाहिँ तर त्यो पनि फेरि भेरी फ्यु टाइम्स विथ माई सिस्टर्स ओन्ली अनि सो डान्सहरू त्यस्तो खतरा चाहिँ गरेको छैन तर मलाई लर्न गर्न मन छ दिस इज समथिङ न्यू फर मी अनि मेन कुरा चाहिँ मलाई रमाइलो फिल भएर चाहिँ लर्न गर्न मन थियो अनि आई डिड द्याट डान्स इन टिकटक इफ यु वान चेक द्याट आउट सो इन्स्टाग्राममा चाहिँ जिडिपा अन्डरस्कोर इन्सपो छ टिकटकमा चाहिँ जिडिआइआइबी जिडिपा मात्र छ है लास्टली जानुभन्दा अगाडि हाम्रो भ्यालेन्टाइन्स डेको अफर छ डोन्ट मिस इट आउट युकेमा चाहिँ 30% अफ अन अल अफ आर प्रडक्ट्स यो चाहिँ हाम्रो नयाँ हो आज लगाएको छैन आज चाहिँ मैले हाफ ल्यासेस लगाएको हाम्रो इजी ल्यास हाफ ल्यासेस looks so natural, so nice, so easy to put on अनि यो चाहिँ बार्बी टाइपको ल्यासेस हो विच आर स्टिल नेचुरल ओके आजको लागि चाहिँ यति नै फेरि पनि म तपाईँलाई अर्को भ्लगमा भेट्नेछु yeah thank you for watching take care I will see you very soon